तपाईँ कहिले रातभर ननिदाएको छ? भविष्यको चिन्ताले आँखा रसाएको छ? आफैलाई सोध्नुभएको छ, मेरो जीवन यस्तै मात्र हो? हामी मुस्किरहेका हुन्छौँ, तर भित्र कतै हामी टुटिरहेका पनि हुन्छौँ। कसैले हाम्रो सङ्घर्ष देख्दैन, तर सबैले हाम्रो नतिजा मात्रै हेर्छन्। कहिलेकाहीँ रात शान्त हुन्छ, तर मन सबैभन्दा धेरै कुरा खेलाइरहेका हुन्छ। सपना देख्न मन लाग्छ, तर असफलताको डरले आँखा बन्द गर्न पनि गाह्रो हुन्छ। समाज भन्छ, यो तिमीबाट हुँदैन, यो ठुलो मान्छेको काम हो, आफ्नो औकात बुझ। र बिस्तारै हामी आफ्नै सपनामा विश्वास गर्न छोड्छौँ। हामी अरूको कुरा सुनेर आफ्नै क्षमतालाई सानो बनाइदिन्छौँ। म सक्दिनँ भन्ने वाक्य हाम्रो सबैभन्दा ठुलो शत्रु हो। तर एउटा सत्य के हो भने, ठुलो सपना देख्नु अपराध होइन। अपराध त त्यो हो जब डरका कारण हामी आफ्नै क्षमतालाई मारिदिन्छौँ। ठुलो सोच पैसा माग्दैन, शक्ति माग्दैन, डिग्री माग्दैन। ठुलो सोच केवल साहस माग्छ, आफूलाई विश्वास गर्ने साहस। तपाईँलाई थाहा छ, तपाईँभित्र त्यो शक्ति छ जसले इतिहास बदल्न सक्छ। समस्या शक्ति होइन, समस्या हो हामीले कहिले त्यसलाई जगाएनौँ। सबै बिउ आजै रुख बन्दैन। केही सपनालाई समय चाहिन्छ, धैर्य चाहिन्छ अनि ठुलो सोच चाहिन्छ। छोड्ने सोच सजिलो हुन्छ, तर सपना पुरा गर्ने सोच साहसी मानिसको चिन्ह हो। आज जसलाई हामी सफल भन्छौँ, उनीहरू पनि कहिले डराएका थिए। फरक यति हो, उनीहरूले डरभन्दा ठुलो सोच बनाए। जब संसारले तपाईँमाथि विश्वास गर्दैन, त्यति बेला पनि तपाईँले आफैमाथि विश्वास गर्न छोड्नु हुँदैन। आज तपाईँ कमजोर देखिनु होला, तर एक दिन यही कमजोरी तपाईँको शक्ति बन्छ। ठुलो सोच ठुलो मानिसले गर्दैन, ठुलो सोच त्यही मानिसले गर्छ जो सानो ठाउँबाट सुरु गर्छ। जब सोच ठुलो हुन्छ, बाटो आफै बन्छ। जब विश्वास बलियो हुन्छ, असम्भव पनि सम्भव बन्छ। आज होइन भने भोलि, भोलि होइन भने एक दिन तपाईँको नाम तपाईँको सोचले चिनिनेछ। यदि आज तपाईँ थाक्नु भएको छ, निराश हुनुभएको छ, हार मान्नु अघि एकपटक ठुलो सोचेर हेर्नुहोस्। ठुलो सोच्नुहोस्, जीवन बदलिन्छ। यदि यो भिडियोले तपाईँलाई प्रेरणा दियो भने लाइक गर्नुहोस्, च्यानल सब्सक्राइब गर्नुहोस् र यो भिडियो कसैसँग सेयर गर्नुहोस् जसलाई ठुलो सोच्न आवश्यक छ। धन्यवाद।